मसँगको रिस संविधान र देशमाथि नपोखौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। ओलीको आग्रह, प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाउँ। हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक हो, आवश्यकता अनुसार हुने ओलीको जिकिर। एमाले प्रतिनिधि छनौटमा ओलीको एकलौटी, ईश्वर पोखरेल पक्षलाई निषेध। एमाले 11औं महाधिवेशनको लोगो सार्वजनिक। एमालेका सचिव योगेश भट्टराईले भने परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ। एमाले तनहुँमा लफडा, मध्यरातमा कुटाकुट, मतपेटिका नै गायब। देशभर थपिए 168 मतदान स्थल। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि सङ्कट आउन सक्छ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको भनाई, हामी देशको हितमा केन्द्रित छौं। एमाले एउटै नेताको ओरोपर घुम्यो, अधोपतन अनिवार्य छ। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको जिकिर। राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालको एकता टर्यो, कसले गर्यो अर्घेलो। रासोपासँगको एकता विलय होइन, प्रलय भएको। विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाको भनाई। रासोपासँगको एकतापछि रन्जु दर्शनाको भनाई, बिलाउन होइन मिलाउन आएका हौं। पार्टीको निर्देशन विपरीत मधेसका वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिछ्यालाई प्रदेश सभा सदस्य पदबाट हटाउन राप्रपाद्वारा मधेस प्रदेश सभालाई पत्राचार। रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाई किन भयो पटक पटक स्थगित, यस सम्बन्धी विशेष जानकारी। प्रधानमन्त्री सुशीला कार्कीको प्रष्टीकरण, कुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन, छैन। गैर आवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको सुझाव, नेपालमा पनि टेक्ने ठाउँ राख्नुहोस्। कांग्रेसमा महाधिवेशनको सकस, देउबाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक। पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी। नेपाली कांग्रेसमा संकट गहिरिँदै नेता महेश आचार्यको सभापतिलाई खुल्ला पत्र। रासोपासँगको एकतामा गएनन् मिलन पाण्डे, भन्छन् म पनि स्वतन्त्र भएँ, केही दिन कुलिङ पिरियड लिन्छु। खेलकुद मन्त्रीको कार्यकक्षमा 2 जेनजीको लफडा, महतो भन्छन् मन्त्रीको अफर इन्कार गरेको मान्छे हुँ। सरकारलाई औषधि व्यवसायीहरूको चेतावनी, मङ्सिर 16 गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौं। सिन्धुलीमा बससँग ठोकिएर मोटरसाइकलमा सवार 1 जनाको मृत्यु, 1 जना घाइते। कल्याणपुरका मेयर घुससहित पक्राउ प्रकरण, एक पीडित होस्टाइल, अर्कालाई पनि प्रलोभन र धम्की। प्रधानमन्त्रीलाई साक्षी राखेर फेरि जुट्यो एनआरएनए, 6 जनालाई पूर्व अध्यक्षको मान्यता। विभाजन भएको 4 वर्षपछि गैर आवासीय नेपाली संघको एकता घोषणा। एनआरएनएलाई पार्टीको नबनाइदिन संसार मन्त्री जगदीश खरेलको आग्रह। गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसीको भनाई, गैर आवासीय नेपाली नागरिकता पायौं तर चलेको छैन। समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो रहेको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठको भनाई। गोरखामा रोकिराखेको बस पल्टियो, 18 जना घाइते। नेपालमा 34,337 जना एचआईभी संक्रमित, महिला 14,000, पुरुष 19,000 बढी। चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा 1,600 रुपियाँ बढ्यो, घट्यो शेयर बजार, 7 अर्ब बढीको कारोबार। अन्तर्राष्ट्रिय खबरमा श्रीलङ्काको मौसमी प्रकोपमा मृत्यु हुनेको संख्या 153 पुग्यो। प्रधानमन्त्री ताकाइचीको ताइवान टिप्पणीप्रति आक्रोशित जापानीहरू सडकमा। तेल ट्याङ्करमा फेरि आक्रमण भएको टर्किएको दाबी। खेल खबरमा काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा आइतबार कर्णाली एक्सलाई 5 विकेटले हरायो। नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलिसकेका र अन्डर 19 राष्ट्रिय क्रिकेट टिमबाट कप्तानी गरिसकेका क्रिकेटर पृथु बास्कोटाले भने टियु मैदानमा फ्लडलाइट मुनि एनपीएल हेर्दा भावुक भए र एन्फा कार्यसमिति बैठकबाट ए डिभिजन लिगको मिति घोषणा हुनुपर्ने खेलाडी सङ्घको माग। मेहनत नगरेका पनि होइनौँ, तर यसपटक भने हामी अर्कै परिस्थितिमा तपाईहरुको अगाडि उपस्थित छौं। खास गरी जेनजी पुस्ताका युवाहरूले जुन आन्दोलन गरे सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्ध अनि सामाजिक स्वतन्त्रता, सोसियल मिडियाको स्वतन्त्रताका पक्षमा, स्थायित्व र रूपान्तरणको पक्षमा जो आन्दोलन गरे, त्यसले हामीलाई एकचोटि फेरि गम्भीर रूपले आत्मसमीक्षा गर्न उत्प्रेरित पनि गरेको छ, बाध्य पनि पारेको छ। ती युवाहरूको आन्दोलनले हामीले जे जति गर्यौं त्यो पर्याप्त थिएन रहेछ। हामीले जे जति गर्नु पर्थ्यो हामीले गरेका रहेनछौं। त्यसका गम्भीर आत्मसमीक्षा गर्दै, आत्मालोचना गर्दै फेरि एकचोटि नेपाली जनतासँग र नेपाली युवाहरूसँग पनि
नयाँ सिराबाट जोडिनुपर्ने आवश्यकता बोध जेनजी आन्दोलनले गरायो र हामी नै त्यो पहिलो पार्टी बन्यौं जसले जेनजीका मुद्दाहरूलाई समर्थन पनि गर्यो, जेनजीमाथि भएको दमन र हत्याको विरोध र भण्डाफोर पनि गर्यो र जेनजी युवाहरू जो शहीद भए तिनलाई शहीद घोषणा पनि गर्यो र सरकारलाई अविलम्ब राजीनामा दिनको लागि दबाब दिने काम पनि गर्यो। हामी नै भयौँ। त्यसकारण आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरूको यहाँ नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन आएका सबै नेताकर्मीहरू, सबै घटकहरूको आत्मआलोचना सभा पनि हो। तपाईहरुको अगाडि हामी विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरूप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौं भनेर तपाईहरुको अगाडि संकल्प गर्न आएको यो संकल्प सभा पनि हो। आदरणीय जनसमुदाय, हामीले एकता गर्ने कोसिस त विगतमा पनि गरेकै हौं, तर यो पटक एकैसाथ हामी 15-16 वटा पार्टीहरू, यो 15 र 16 देश अप्ठ्यारो परिस्थितिमा छ। लोकतन्त्र फर्काउँ, संवैधानिक बाटोमा देशलाई फर्काउँ, विघटित गलत सिफारिसमा, अनधिकृत सिफारिसमा, असंवैधानिक ढङ्गले विघटन गरेको संसद पुनर्स्थापना हुनु पर्यो। संसद पुनर्स्थापना भयो भने बर्बाद हुन्छ अरे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको। संसदीय प्रणाली आउन नदिने यस देशमा, अथवा लोकतन्त्र आउन नदिने, निर्वाचितहरू लखेटिनु पर्ने अनि अनिर्वाचित मुख्याचाहरू सब्जी बारीमा त ठिकै थियो, सिंहदरबारमा मुख्याचा मिल्छ? यो मुख्याचा निर्वाचित हुँदैन, कहिले निर्वाचित हुँदैन। मुख्याचा कसैले राखिदिने हो त्यहाँ। सिंहदरबार मुख्याचा कसैले लगेर यसो किल्लामा गाडी दिने ठाउँ होइन। जनप्रतिनिधिहरू जनताबाट निर्वाचित, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो। सरकारको सचिवालय रहने ठाउँ, आधिकारिक जोसँग लोकतान्त्रिक मूल्य मान्यताको हैसियत छ, जनप्रतिनिधिको हैसियत छ, तिनीहरू बस्ने ठाउँ। अनि लोकतन्त्र भनेको नराम्रो कुरा हो र? मेरो त भनाइ के छ भने जो विदेशमा हुनुहुन्छ उहाँहरूले एउटा आफ्नो स्थान चाहिँ यहाँ राख्नुपर्छ, मेटाउनु हुँदैन। चाहे एउटा फ्ल्याट किन नहोस्, एउटा राख्नु चाहिँ पर्छ आफ्नो टेक्ने ठाउँ। हालाकि त्यो सुविधा नमिल्ला। अहिले फेरि किर्ते सिर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोकोमा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर चाहिँ यहाँ बेचिदिएर त्यो सुविधा छैन। तर अब बिस्तारै मिल्ला त्यो सुविधा पनि। सेक्युरिटी हुन्छ नि, सुरक्षा, विदेशमा बस्नेहरूको सम्पत्तिको सुरक्षा, त्यो त नमिलाई हुँदैन। तर आफ्नो स्थान चाहिँ यहाँ आफ्नो एउटा राख्नुपर्छ क्या, टेक्ने ठाउँ। यसो खुट्टाले यसो टेक्ने एउटै कोठा भए पनि किन नहोस्, आएर यसो बस्ने 2-4 दिन हो। अब त्यो चाहिँ एउटा हुनुपर्छ भन्ने मलाई लाग्छ। र जहाँसम्म त यो गैर आवासीय सङ्घको प्रश्न छ, मुलुकले आशा गरेको छ क्या। अब फिल के गर्छन् भने तपाईँहरू अब अलिकति चल्ता फिर्ता गोरो मोटो एकदम ह्यान्डसम भएर आउनुहुन्छ, पैसावाला, हामीलाई अलिकति सहयोग गर्नु भन्ने त मुलुकमा मान्छेले आशा त गर्छ, त्यो त निश्चितै हो। अथवा कामकै रोजगारीको आशा पनि गर्छ, अथवा यिनीहरू पढे लेखेका छन्, विद्वान छन्, यिनीहरूले हामीलाई केही रोजगारी दिलाइदिन्छन् कि भन्ने त्यो होप पनि हुन्छ। तर भए पनि अब कतिसम्म गर्न सकिन्छ त्योसम्मको कुरा हो, एउटा सीमा हुन्छ। तर पनि साथीहरूले अझै विश्वास गर्नुहुन्न। तपाईँ के भन्दै हुनुहुन्छ मलाई थाहा छैन। तपाईँ के हुनुहुन्छ त नयाँ दलमा? तपाईँ उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो। मेरो लागि सिट सुरक्षित गर्ने, मेरो लागि पद सुरक्षित गर्ने म हुनु पर्यो। हामीले भन्यौँ हामी हुनु पर्यो। विवेकशील साझा आन्दोलन मर्नु भएन। उज्जवल थापाले रोपेको बिउ फुल्नु पर्यो, फक्रिनु पर्यो।
मलाई केही चाहिँदैन। त्यो बिउ जब फक्रेर फुलेर संसद भवनमा गज्रिन थाल्छ, म हरेकमा समीक्षा देख्छु, हरेकमा उज्जवल देख्छु। त्यो हो हामीले गरेको राजनीति, त्यो हो हामीले गरेको तपस्या। यसै भनेको होइन, वैकल्पिक राजनीति सत्प्रयास हो। रविजीले गरेको सत्प्रयास हो। उहाँले निर्माण गर्नुभयो यो दल, उहाँ थुनामा हुनुहुन्छ, सबै व्यक्तिहरू हामी यहाँ छौँ भनेपछि उहाँले सुरुवात गर्नुभएको यो सत्प्रयासमा विवेकशील साझाले 12 वर्षदेखि गरिराखेको मूल्य मान्यताको राजनीति, फाउन्डेसनको राजनीति, जगको राजनीति ल्याएर हामीले दुईटालाई जोडेको हो, एकअर्कामा समाहित भएको। कतिले भन्नुहुन्छ तपाईँहरू विलय हुनुभयो। होइन हजुर, यो विलय होइन, यो प्रलय हो। फागुन 21मा जुन मत क्रान्ति हुन्छ त्यसको लागि विलय हुन जरुरी छ। विलय भएपछि न प्रलय हुन्छ। मैले जति नै एकीकरण हो भने पनि तपाईँले आफ्नै न्यारेटिभ बनाउनुहुन्छ। विलय होइन, प्रलय नै हो।